हेलो नमस्ते। आज मार्केटमा झन्डै 8 मिनटको गिरावट भएको छ भने 10.5 अर्बको कारोबार भएको छ। अब आज पिक लिएको थियो सुरुमा, सबैलाई थाहा नै छ। हिजोको कारण हैन, गभर्नर नियुक्तिको कारणले गर्दाखेरि चाहिँ आज जोस मार्केट हल्ट हुने कि भन्ने सम्भावनासम्म पुगेको थियो। 3.5% सम्म बढेको थियो नेप्से। त्यसपछि चाहिँ घटेको स्थिति छ है। आज भोल्युम पनि राम्रो ग्र्याब भएको स्थिति छ। 93 वटा मात्र बढेको छ, 153 वटा घटेको छ भने एउटा कम्पनी चाहिँ अनचेन्ज रहेको छ, महिला लघुवित्त। अब आज क्यान्डलको कुरा गरौँ है। अब आज हामीले मार्केटमा हेर्ने हो भने R2 मा गएर रिजेक्सन दिएको छ। अब राम्रो भोल्युम पनि फर्म भएको छ मार्केटमा। अब हिजोको कुरा गर्ने अथवा 4-5 दिनकै क्यान्डलहरूको कुरा गर्ने हो भने चाहिँ 4-5 दिन यताको चाहिँ राम्रो भोल्युम हो कि। अब यो भोल्युमलाई कसरी हेर्ने भन्ने कुरा चाहिँ अब आज भोल्युम आउनुमा चाहिँ भोल्युम सेलिङ भोल्युम चाहिँ कसको छ भनेर हेर्ने हो भने 58 नम्बरले हैन 78 CR को सेलिङ गर्दाखेरि 48 CR को मात्र बाइङ गरेको छ भनेपछि 30 करोड बढीको सेलिङ गरेको छ। आज चाहिँ झन्डै 30 करोड भनौँ, झन्डै 30 करोडको चाहिँ सेलिङ गरेको छ। अब यो सेलिङ केमा आएको छ भन्दाखेरि जस्तै हामीले यहाँनिर हेर्ने हो भने टप सोल्समा हेर्ने हो भने NRN, MEN, वरुण। अब यो MEN लाई चाहिँ अब सेलिङ गरे पनि अर्कोले उठाउने कुरा हो हैन। भर्खर बढ्न लागेको स्टक थियो। हामीले हेर्ने हो भने पनि जस्तै MEN हेर्ने हो भने अब यो भर्खर बढ्न लागेको एउटा स्टक छ नि त। अब यसलाई चाहिँ अब अर्कै ब्रोकरले हैन 4-5 वटा 5-6 वटा ब्रोकर मिलेर चाहिँ अब त्यसरी बाइङ गरेको जस्तो देखिन सक्छ यसमा है। अब यसलाई सामान्य रूपमा हेरौँ, MEN लाई गर्न जरुरी छैन। सबैमा भोल्युम चाहिँ छैन। 58 को चाहिँ ठुल्ठुलो भोल्युम चाहिँ धेरै छैन के। जस्तै NRN, MEN, वरुणमै लगभग 11, 9, 20, 7, 27, 28। अब यो GLS मात्र गर्ने भने 30 करोड त यही सेलिङ छ यो चारवटा स्टकमा है। सबैमा चाहिँ होइन, चारवटा स्टकमा सेलिङ छ। चारवटा स्टकको सेलिङलाई कसरी हेर्ने, GLS हेरौँ है। अब GLS हेर्ने भने अब यो लेभलको सेलिङलाई चाहिँ टोपी भन्न चाहिँ मिल्दैन है। त्यस्तो खालको सेलिङहरू छ हैन। ब्रोकर शिफ्टको मात्र सम्भावना देखिने खालको सेलिङहरू छ हैन। अब घटेर यही लेभलसम्म आउला, तर धेरै आउने चान्सेस हुँदैन कि। अब लाखौं लाख किता कारोबार गर्नेलाई त एभरेजमा लिने हो नि त खासमा हैन। हामी जस्तोलाई पो यहाँ किन्यो यहाँ बेच्यो हैन। उनीहरूको लागि त यो पुरै एउटा रेन्ज हुन्छ के है। त्यस्तो हुन्छ। अब यसलाई ठुलो रूपमा हेर्न मिल्दैन, ठुलो समस्याको रूपमा हेर्न मिल्दैन हैन। हामीले चाहिँ नेप्सेको कुरा गर्दाखेरि नेप्सेमा जे देखियो नि, जोस कसले सेलिङ गर्यो भन्ने कुरा चाहिँ त्यसलाई कसरी हेर्ने भनिहालेँ। रिजेक्सन आएको पक्कै हो हैन। अब फेरि हामीले यो पोइन्टलाई चाहिँ अब टार्गेट गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ भोलिको क्यान्डलले चाहिँ भ्यालिड गर्छ कि। यदि भोलि केही ग्रिन क्यान्डल अथवा इन्डिसिजन क्यान्डल फर्म हुन खोज्छ भने चाहिँ हामीले वेट गर्न सक्यौँ सेलिङको लागि हैन। अब यदि भोलि पनि अब रेड क्यान्डलै फर्म हुन्छ, भोलि बिहिबार पनि भइहाल्यो, तर बिहिबार सधैँ घट्छ भन्ने चाहिँ होइन। अस्ति न यतातिर कतैतिर बढ्दाखेरि यो लेभलतिर बढ्दाखेरि बिहिबार पनि नभनिकन केही नहेरिकन बढेको स्थिति चाहिँ हुन्छ है। जस्तै हामीले जुन बिहिबार घट्ने सेन्टिमेन्ट भनेर मार्केटमा जुन हल्ला छ नि, त्यसलाई चाहिँ सिरियसली लिनु हुँदैन। हामीले क्यान्डल अनुसार मार्केटको सेन्टिमेन्ट अनुसार अगाडि बढ्नुपर्ने हुन्छ। यो भोलिको सेन्टिमेन्टमा चाहिँ यदि मार्केटमा राम्रै अब ठिकठाकै इन्डिसिजन क्यान्डल फर्म भयो, त्यसपछि ठिकठाकै भोल्युम आयो भने चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ है सेलिङको लागि। सेलिङ गर्न आत्तिनुपर्ने स्थिति छैन मार्केटमा। यो लेभलको सेलिङ भनेको चाहिँ एकुमुलेसनवाला सेलिङ हुन्छ अथवा ब्रोकर चेन्जवाला सेलिङ हुन्छ भन्ने कुरा चाहिँ देखिन्छ क्या। जस नयाँ कोही मान्छेको इन्ट्री हुन सक्ने स्थिति पनि यही रेन्ज हो क्या। यही रेन्जमा चाहिँ इन्ट्री हुन सक्ने स्थिति हो। हामीले चाहिँ यो राम्रो सेलिङ आए पनि हामीले डराउनु पर्ने स्थिति चाहिँ होइन। यो ब्लक हामीसँग छँदैछ हैन। यो ब्लकमा त अब आउने बाँकी छ। योभन्दा माथि नै राम्रै क्यान्डल बनाएर माथि गएको थियो नेप्सेमा। यो ब्लकमा आउँछ भने पनि हामी त्यसरी डराउनु पर्ने स्थिति रहँदैन। नेप्सेमा प्यानिक हुनुपर्ने स्थिति होइन। अब मार्केटमा धेरै हल्ला फैलिएको छ, नेगेटिभ न्युज हैन, नेगेटिभ कुराहरू मात्र फैलिएको छ। अब सबै बेचेर भागे भन्ने कुरा फैलिएको छ। त्यतातिर ध्यान दिनुभन्दा चाहिँ हामीले क्यान्डल हेरेर चाहिँ जोस अब यो ब्लकतिर आउन खोज्दाखेरि हैन, यतातिर आउन खोज्छ भने चाहिँ त्यतिखेरसम्म चाहिँ हामीले वेट गर्नु पर्यो। अब भोलिको स्थितिमा मैले कुरा गरिहालेँ, यदि भोलि पनि रेड क्यान्डलले फर्म हुन खोज्छ भने चाहिँ केही प्रफिट बुकिङ गर्न सके है, केही मात्र है। फेरि यो बेला सबै निक्लिने बेला पनि होइन। ठुलो कितावालाहरूलाई जस्तै 2-400, 2-4,000 किता लिनेहरूलाई चाहिँ अब अप्सन्स छ। अब ठुल्ठुलो होल्ड गर्ने हैन, सेल गर्नेहरूको लागि चाहिँ यो बेला प्यानिक हुने बेला होइन। यो बेला चाहिँ हामी कुल भएर यसपछि मार्केटलाई आफ्नो गतिमा चल्न दिनुपर्ने स्थिति छ। बुलरनमै छौँ, त्यसमा कुनै दुविधा छैन। हामीले चाहिँ जो अब प्यानिक हुनु भएन कि। यो लेभलमा चाहिँ अब बेचेर भागे भनेर भोलि हामी सानाले चाहिँ बेच्ने बेला हो कि।
अनि त्यही बेचेको बेलामा चाहिँ त्यही 2-4 दिनमा चाहिँ फेरि उठाउने सम्भावना रहन्छ है, त्यही लेभलमा चाहिँ उठाउने सम्भावना रहन्छ। अब यो हामी जस्तोलाई चाहिँ के हो भन्दाखेरि अब भनिहालेँ होइन, यो लेभलमा चाहिँ अब हामी जस्तोलाई यहाँ किन्यो अथवा यो रेड क्यान्डलमा किन्यो त्यसपछि यता गएर बेच्यो। अब ठुलालाई चाहिँ त्यो नहुनसक्छ कि यो पनि किन्ने लेभलै हो, यो पनि किन्ने लेभलै हो। हामी कतिमा छौँ? जम्मा 2600-2700 को रेन्जमा छौँ है। मार्केट त अब 3000 त कट्नुपर्ने छ, जसरी पनि 3200 कट्नुपर्ने छ। त्यही भएर यो रेन्ज चाहिँ प्लेइङ रेन्ज हो होइन, आफै किन्ने आफै बेच्ने, एउटाबाट अर्कोमा सिफ्ट गर्ने बेच्ने प्यानिक गराउने त्यो रेन्ज हो। अब त्यही भएर चाहिँ हामीले यो बेला चाहिँ हात दिनुभन्दा पनि कुल भएर बस्नुपर्ने स्थिति छ है। राइट स्टक छान्नु पऱ्यो। अब हामीले हेर्न सक्छौँ जस्तै यहाँ डेभलपमेन्ट ब्याङ्कमा चाहिँ अब केही मोमेन्टम लिन खोजिरहेको थियो, आज रिजेक्सन छ। अब यो रिजेक्सन पनि अब फेरि अलिकति तल आएर यो लेभलसम्म आउँदाखेरि फेरि पचाइहाल्न सकिने स्थिति पनि छ। सेक्टर रोटेसन भइरहेको जस्तो पनि देखिन्छ। जस्तै माइक्रो फाइनेन्स पनि बढिरहेको स्थिति छ होइन, आज भोल्युम अब सबैमा छ। अनि त्यसपछि अर्को हेर्नुपर्ने अब त्यसपछिको चल्न सक्ने सेक्टर भनेको अब म्यानुफ्याक्चरिङ हो होइन। अब सेक्टर रोटेसन पनि हामीले हेर्नुपर्ने हुन्छ यो लेभलमा। त्यसको लागि चाहिँ कुनमा कति भोल्युम आइरहेको छ, कस्तो क्यान्डल फर्म भएर अगाडि बढेको छ, त्यो हेरेर स्ट्राटेजी बनाउनुपर्ने बेला हो। यो बेला प्यानिक भएर भाग्नुपर्ने बेला चाहिँ पक्कै होइन है। हाइड्रोको कुरा गर्ने भने हाइड्रोमा 2 दिन बढेको थियो। जस्तै हिजो यस्तो छ, हाइड्रोमा के हेरौँ भन्दाखेरि यो हिजो हामीले अरू सेक्टरमा हेर्ने हो भने यो सेकेन्ड क्यान्डल छ नि, हिजोको क्यान्डलमा त्यति भोल्युम छैन कि, तर हाइड्रोमा अलिकति बढी भोल्युम छ हिजोको कुरा गर्ने भने है। हामीले चाहिँ हिजो अरू सेक्टरमा हेऱ्यौँ भने कम भोल्युम आयो भने हाइड्रो पावरमा चाहिँ केही ज्यादा भोल्युम छ। यसले के बुझ्न सकिन्छ भन्दाखेरि हिजो पनि जुन 12:30 को आसपासमा गइसकेपछि मार्केटमा पोजिटिभ न्युज सर्कुलेट भएर त्यसपछि भोल्युम आउन थालेको हो नि त होइन। त्यतिखेर चाहिँ सबभन्दा धेरै भोल्युम हाइड्रो पावरमा आएको छ, यसलाई चाहिँ बिर्सिनु भएन है। अब आज पनि भोल्युम राम्रो आएको छ। अब आधी नै भनौँ न, लगभग आधी नै भोल्युम हाइड्रो पावरमा छ। 10.5 अर्बको कारोबार हुँदाखेरि 5 अर्ब चाहिँ हाइड्रो पावरमै आउनु भनेको लगभग आधी नै भनेर हिसाब गर्न सकिन्छ। अब यो लेभलमा राम्रो भोल्युम पनि आएको छ, रिजेक्सन क्यान्डल छ। अब आजको सेन्टिमेन्टकै आधारमा हो। फेरि अब यो ब्लकमा आउँछ भने चाहिँ हामीले त्यतिखेर चाहिँ हेर्नुपर्ने हुन्छ कस्तो क्यान्डल फर्म हुन्छ। त्यसपछि चाहिँ हेर्नुपर्ने हुन्छ बाइङको लागि, यदि आज यहाँ सेलिङ गर्नुभएको छ भने, सेलिङ गर्न भ्याउनु भएको छ भने है। अब भोलि नै राम्रो क्यान्डल, ठिकठाकै क्यान्डल, इन्डिसेन्ट क्यान्डल फर्म भएर होइन, सानो क्यान्डल फर्म भयो भने केही फरक परेन। भोल्युम लगभग 3 अर्बकै आसपासमा आयो पनि होइन, त्यो केही फरक पर्दैन। यदि भोलि पोजिटिभ क्यान्डल अथवा इन्डिसेन्ट क्यान्डल फर्म भयो भने चाहिँ वेट गर्न सक्यो है सेलिङको लागि। इन्भेस्टमेन्ट सेक्टरको कुरा गर्दाखेरि चाहिँ हामीले अब यो ब्लकमा आइपुग्न खोज्दाखेरि चाहिँ हामीले त्यसपछि चाहिँ हेर्नुपर्ने हुन्छ भनेर भनेको। अब हिजोको 2 दिनको चाहिँ सेन्टिमेन्टले राम्रै बढायो, तर आज राम्रो रिजेक्सन पनि दिएको छ मार्केटमा। अब यो लेभलमा फेरि आउन खोज्छ भने चाहिँ हामीले यहाँनिर बाइङ हेर्नु पऱ्यो। सेलिङ त हामीले पहिले गरेर त्यसपछि बाइङको लागि कुर्दै नै हो यसमा होइन। यस बाइङ अपर्च्युनिटी अझै बनिसकेको छैन। अब एउटा चाहिँ के छ भन्दाखेरि यदि भोलि राम्रो क्यान्डल फर्म भएर ग्रिन क्यान्डल फर्म हुन्छ होइन, भोल्युम पनि लगभग अब आधी अर्ब भनौँ न, 50-55 करोडको भोल्युम, 50-60 करोडको भोल्युम आउँछ, त्यसपछि ठिकठाक क्यान्डल फर्म हुन्छ भने चाहिँ हामीले त्यसपछि पनि इन्ट्रीको लागि सोच्न सकिन्छ। अब त्यसो भएन, भोलि पनि रेड क्यान्डलले फर्म हुन खोज्यो भने चाहिँ हामीले त्यसपछि यो अझै यो एरियामा आइपुग्दाखेरि चाहिँ यहाँनिर आउँदाखेरि वेटिङ गर्नुपर्ने हुन्छ बाइङको लागि है। अब म्यानुफ्याक्चरिङ सेक्टर हेरौँ है। अब म्यानुफ्याक्चरिङ सेक्टरमा चाहिँ अब आज पनि रिजेक्सन दिएको छ। जस यो लेभल मात्र नै रिजेक्सन आइसकेको छ। त्यसपछि तल आउने, फेरि भोल्युम लिने, फेरि माथि जाने, रिजेक्सन दिने कार्यक्रम चलिरहेकै छ होइन। हामीले चाहिँ यसमा प्यानिक हुने भन्दा पनि हामीले फेरि यो ब्लकभित्र छिरेर यो लेभलमा आउनु खोज्छ, यो पिभटको तलको सपोर्ट लिएर आउनु खोज्छ भने चाहिँ हामीले चाहिँ केही बाइङ गर्न सकिन्छ कि भन्ने चाहिँ स्थितिमा पुग्न सक्छौँ है। यहाँनिर चाहिँ हामीले अब किन भन्दाखेरि यो तलको प्रोटेक्टेड पनि यहीँनिर छ होइन। धेरै तल आए पनि हामीले लगभग 7000 को लेभलसम्म आउने हो यो है। हामीले चाहिँ त्यही भएर चाहिँ यो लेभलमा आइपुग्दाखेरि कस्तो क्यान्डल फर्म हुन्छ, अनि राइट क्यान्डल, राम्रो क्यान्डल फर्म हुने बित्तिकै चाहिँ हामीले इन्ट्री लिनुपर्ने अवस्था पनि छ। अनि सेम गोज टु म्यानुफ्याक्चरिङ सेक्टर अल्सो है। त्यो मैले अघि नै भनेको कुरा, भोलि यदि राम्रो पोजिटिभ क्यान्डल फर्म हुन्छ, ग्रिन क्यान्डल फर्म हुन्छ, भोल्युम त्यति फुल अब आजको भन्दा धेरै चाहिन्छ भन्ने नि होइन। अब हिजोको तुलनामा हिजो जति आयो भने पनि अब 21 करोड 22 करोडको भोल्युम आयो पनि हामी चाहिँ ओके हुन्छौँ त्यस्तो स्थितिमा इन्ट्रीको लागि है। अब जस भाग्नुपर्ने स्थिति चाहिँ छैन नेप्सेमा होइन। सबै सेक्टरमा हेर्दाखेरि चाहिँ अब डेभलपमेन्ट ब्याङ्क, त्यसपछि माइक्रो फाइनेन्स होइन, अनि म्यानुफ्याक्चरिङ, त्यसपछि हाइड्रो, यो 4वटा सेक्टरले चाहिँ अहिले लिड गर्ने स्थितिमा देखिन्छ। हामीले चाहिँ राइट स्टक र राइट मोमेन्टम भएको स्टक चाहिँ छानेर अगाडि बढ्नुपर्ने स्थिति छ। नेप्सेमा प्यानिक हुनुपर्ने स्थिति चाहिँ छैन है। यति कुरा चाहिँ भन्न सकिन्छ।
प्यानिक हुने स्थिति चाहिँ छँदै छैन है। हामीले यतिखेर अब नेगेटिभ न्युजहरू धेरै सर्कुलेट भइरहेको छ मार्केटमा, हामीले त्यसलाई चाहिँ आफ्नो फाइदाको लागि युज गर्नुपर्ने हुन्छ। अब आजै लगभग व्यापक नेगेटिभ फैलिसकेको छ, भोलि पनि त्यो स्थिति रहन्छ होइन। त्यो स्थितिमा चाहिँ हामीले बाइङको लागि हेर्नुपर्ने हुन्छ है। हल्ला फैलाउनु पनि जान्ने हुनुपर्छ होइन। मार्केटको अब क्यान्डल हेरेर हामी अझै बुल रनमै छौँ, यसमा प्यानिक हुनुपर्ने स्थिति चाहिँ होइन होइन। त्यति भन्दै आजको यस मार्केट एनालिसिसको भिडियोबाट म बिदा माग्न चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सब्सक्राइब, लाइक र कमेन्ट गर्न नबिर्सिनुहोला।